तिमीहरूको हिँड्ने म त हिँड्ने ओ कहाँ पुग्यो त्यो म हेरेर भइरहेको यसलाई म 7 दिनको ट्रेक 2 दिन भ्याएर आउने मान्छे हो त्यस्तै हिँड्नु लागि यहाँ कोरा पानी के भएर खुट्टा मर्क्यो अरे लगाले कन्भर्स त्यसरी नहिँड्नु भने चाहिँ फेरि टोमा हिँड्छ त्यसरी त्यही भएर मर्क्यो हिँड्न नि के भन्नु त्यही भने आजकलका स्पोइल्ड आजकललाई त्यही भने नर्स रे अझ सो कल्ड नर्स हाम्रो अर्पिता नानी चाहिँ बच्चा बेलामा कस्तो हुनुहुन्थ्यो भन्दाखेरि मामा घर जाँदाखेरि एउटा ठाउँबाट लड्नु भयो अनि कसरी लडेको नानी भन्दाखेरि अनि फेरि सेम एक्ज्याक्ट त्यहीबाट झन्डै हाम फाल्छ अरे झन्डै हाम फाल्छ अरे त्यही त दौडे गएको थिएँ फेरि लडिसकेको थिएँ क्या झन्डै मैले त केही खाएन भुल्छु तिमी त अब कुस्ती गर्दै हिँड्थ्यौ के कुस्ती मजा डनहरूले पड्काउँदै हिँड्थ्यो मदन महेश दाइले खालि त्यहाँ गोठालाई लैजाने हामी म र यसलाई अनि को भोटे हुन्थ्यो ल भाइ भिड खेल फाइट गर नि भोटेहरूसँग क्या अनि सबलाई के मैले त हानेर 2-3 कालो झारेको थिएँ याद छ के एउटालाई अरू काट दिइसक्यो लास्टमा किरा रे क्या केही हुँदैन पेटमा चिसो मस्त चिज फ्रेस है आइस वाटर खाम न यसले पागल हो कस्तो अँध्यारो क्या यहाँ त हानेर आएको छ त भिडियो ओइ के को यस्तो यो के छ यहाँ होइन यो के एनिमल छ यार यहाँ ए अर्पित लास्टमा हिँड्दा केही न केही पक्कै छ यहाँ अर्को त साथी छ जस्तो लागिरहेछ जङ्गलको बाटो एक्सप्लोर गर्दैछ हामी चाहिँ के होला कसो होला कहाँ पुगिन्छ थाहा छैन जङ्गल एक्सप्लोरेसन हुँदैछ कहाँ पुगिन्छ थाहा छैन मेन बाटोबाट मास्तिर लागेर जङ्गल छिर्यो एकदम राम्रो स्पट भेट्यो त्यसपछि हामी अगाडि बढ्दैछौँ मेरा सेनामेनाहरू पछाडि आउँदैछन् फलोइङमा कमान्ड त्यही भने गर्दा गर ल तेरो यही बोतलले ओइ कस्तो दामी क्या यो हो के प्रोपर हाइकिङ त वी वेन्ट अफ द ट्र्याक ट्राइङ टु मेक एन अटेम्प्ट टु गो स्ट्रेट यताबाट बाटैबाट जानुभयो भने चाहिँ एकदम धेरै घुम्न पर्ने हुँदैछ द्याट्स वाइ हामी चाहिँ सिधा जाने प्रयास गर्दैछौँ कस्तो नाइस ग्रिनरी यार एडभेन्चरको बाउ भएछ यिनीहरूलाई खै दामसम्म त होइन नि लडेको घर र घिर्सिती त रुखसम्म त रुनी भाँचिन्छ रुखै भाँचिएर भयो त्यो रुख पनि भाँचिन ऊ भयो यो अर्पिताले रुखसम्म ऊ झन्डै सुन्नु न अर्पिताले रुख भाँचेर अर्पितको गाइज हामी अब यताबाट उतातिर गएर उतातिर गएर अनि उता मासतिर निस्किनु पर्छ ल हिँड
यो चाहिँ प्रोटेक्सनको लागि होइन मेरो सेनामेना आउँदैछन् पछाडि अब यो डाँडाको टुप्पा टुप्पैबाट जाने हो ठ्याक्क माथि पुगिन्छ ठ्याक्क पानी पर्ला जस्तो भएर त्यो हुन्छ नि मौसम चिसो हावा आउने त्यस्तै छ अनि हामी यहाँबाट सिधै जान्छौँ म चाहिँ यहाँबाट आएँ त्यहाँबाट सिधै आएँ त्यहाँबाट यतापट्टिबाट क्रस गरेँ यो फाइन समातेर यता आएँ यो भाँच्नु क्या हो यहाँ तल आइज न यहाँ तल आइज न झन्डै लडेन साला obstruction out of the way हो त्यहाँबाट क्रस गर त्यहाँबाट क्रस गर यतापट्टि आइज यतापट्टि निस्कि त्यहाँ तल न यतापट्टि आइज हो माथि आइज माथि आइज माथि निस्कि यता आइज त्यो भाइन छ उता भाइन छ यतापट्टि समात तल उता तल समात भने उता उतापट्टि उता सानो छ नि त्यहाँ बिस्तारै गर न बिस्तारै गर अब यहाँ मोटका खेल हुन्छ मोटका खेल त्यो देखाउ न त्यो देखाउनु जा त्यसलाई सम्म जा यहाँ यहाँ यहाँसम्म यहाँ हेर्दा ऊ यहाँ त्यो हेर्नु ता भाइन छ त्यहाँ यहाँसम्म त गत प्रसाद यहाँ चाहिँ सिधै यहाँ छ उता ढुङ्गा छ हेर त ढुङ्गा छ त्यहाँ ढुङ्गा छ त्यहाँ ढुङ्गा छ हाम्फल यहाँ अगाडि त्यहाँ ढुङ्गा छ यतापट्टि हेर्न यहाँ ढुङ्गा छ त्यहाँ ढुङ्गामा टेक्न हो ल नाइस तल जानु कहाँ छोड्यो ठिक छ आइज बिस्तारै त्यही समाते आइज रामेश्वर सिमकाडाको सन्तानहरूलाई मेरो तल हात हो तपाईँले ए यहाँ त मोटीको ऊ हो क्या त जान तिमीहरू उता गए पो आउँछु त लट्ठी लाइज तो नाइस देखा क्या मलाई त उसको याद आयो क्या अवतारको आयो अवतारको एउटा अवतार 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 म चाहिँ एक्लै हिँडिरहेको छु अहिले यहाँ अगाडि झर्ना चाहिँ के छ भनेर हेर्न आएको झर्ना छ जस्तो छ होइन यहाँबाट तलबाट मिल्दैन पक हेर्दैछु पक भने यहाँबाट झर्ना भए त यहाँबाट ओर्नु मिल्दैन होइन द्याट इज व्हाट आई हैव टु सी साला 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 कैन यू वर्क इट अराउन्ड आइजो 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 बोलाउनु त बोलाइयो अब बोलाउनु त बोलाइयो जाने कसरी हो यहाँबाट अब सिधै मास्तिर जानु पर्ला जस मात्रै गरेको तिमीले पनि जाने नै भनेको बाबु तिमी ए मैले भिडियो नखिचा मात्रै हो हुन्छ हुन्छ जाउँ भन्ने तिमी नै हो साँच्चै म्यान भर्सेस वाइल्ड होइन कजन्स भर्सेस वाइल्ड भयो त त्यहाँ छुट्टै छ ल ल ल ल सुई सुई हिँड्न बाटोमा रोकिएर त्यसरी आउँछु अब यसरी ल ल ल जाउने हो त्यसो चाहिँ त्यो चाहिँ कहाँ कुटिन्छ कहाँ जाने त हामी फेरि तलतिर जानुपर्छ अरे अर्को डाँडा जानुपर्छ मुख छाडिदियो कि क्या यतातिर चाहिँ के कराएको अलि माथि नै हो यतै ठ्याक्कै एक्ज्याक्टली नट या अलि माथितिर के कराएको जस्तो आवाज आयो एक दुईचोटि करा भयो नि हो भन्नु कराएको कराएको थियो क्या 500 चोटि कु कु गर्छ घुर्या जस्तो यो त सजिलो छ त कस्तो गाह्रो गरी हिँड्यो क्या यो अघि त्यो मेन बाँदरै हो कि है बाँधेर होस् अरू त त्यसरी गराउनु भनौँ पच्चिसै गाइस अहिलेसम्म सासा हामी म्याप हेर्दै आएको म्यापमा यस्तो केही छैन है म्यापमा यस्तो केही छैन अब यहाँनिर केही छैन नो त्यो साइन एट अल तर यहाँनिर अब यस्तो खोला छ क्या अनि तिमीलाई डेजर्ट के अरे नेचर एक्सप्लोर फरेस्ट एक्सप्लोर गर भन्छ कसले भन्यो तिमीहरूको सहमतिमै हिँडेको बाबु धेरै नगराउ अनि आफूले एक्सप्लोर गरेपछि त्यहाँ हुन्छ त लौचुप्लार पानी बल्ल तल्ल खोला तरियो यत्रो डाँडा काँडा ओकालो ओह्रालो गर्दा गर्दै कसरी तरियो के गरी तरियो म त मुक्त हुन्छ यार
घुम्दै फिर्दै फाइनली हियर त्यहाँ देखाएको छैन हौ त्यहीँनिर हो ड्याम आइपुग्यो हामी फाइनली इट टुक अस nearly 2 hours तर 2 hours लागेन क्या अरे सिधै आयो अब यहाँबाट जान मिल्छ कि मिल्दैन भन्ने कुरा यही बाटो हुँदै जानु अझ लडेको हेरौँ ढुक्क अन्त त खाँदैन तब्दाम यस्तो हामीले अर्पिता भाइले ल्याउनु पर्छ राखेँ उकालो हुन्छ जाने हो उकालो हुन्छ जाने लाइजा म देखाउँछु यस्ता त छन् मान्छेहरू अलिकति केही देखेको छैन हौ घाउतिर ल केही छैन जाब त्यतिवटा काटेर किन ठुलो भएको छ उसलाई फेरि आइपुग्यो बल्ल तल्ल नाइस यतिको हुनुपर्छ क्या भाइ खाजा खानु खाजा खुवाइसकेँ त मैले त्यत्रो लेज खाएको होइन ठिक छ लेज अर्को नै बाइक छ चाउचो पनि बाइक छ त्यही खुवाउँछ स्प्राइट पनि छ तेरो लागि कागती भन्दै थियो है दाइ आइपुग्दाखेरि कागती म यतिको उभिनु त गाह्रो भइसक्यो यता छ्या ओ राम्रो फिल भइरह कम्फर्टेबल सलमान खान हिँडेको यहाँ पुरै नर्मल एप नर्मल भयो के कस्तो ठुलो छोरो के यत्रो काटिन बिहानदेखि कराइ इरिटेट भइसक्यो म त नगर तिम्रो एकछिन एउटा लाउने एउटा नलाउने महारानीले चाहिँ अहिले कन्भर्स लगाएर आउनुभएको थियो अब के गर्नु अब दुख्यो भन्नुहुन्छ खुट्टा दुख्यो भन्नुहुन्छ दिन परिहाल्यो दाइको कर्तव्यले दिनै पर्यो त्यही भने मैले ल्याएको छु बोकेर बहिनीले यसो अलिकति माया गर्नु परिहाल्यो हामी अहिले गएको बाटो यहीँबाट होला बेस्ट प्लेन यहाँबाट यत्रो माथि पुगेर डाँडा काँडा डाँडा काँडा अनि अनि डाँडा काँडा पुगेर कस्तो चुप लाएर बोल्दा हामीलाई कस्तो त्यही भएर भन्नु के भन्नु छ हजुरलाई हाम्रो त दुखेको छैन खुलित खुट्टा दुखेर मात्रै खुलित भइसक्यो